हाम्रो उत्तम रोजा स्टुडियोमा यहाँहरूलाई हार्दिक स्वागत छ। हामी तपाईहरुका लागि उत्कृष्ट र प्रेरणादायी सामग्रीहरू प्रस्तुत गर्न तत्पर छौं। त्यसैले हाम्रो यात्रामा जोडिनु भएकोमा यहाँहरूलाई जो यस अवसरको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा म वास्तवमै आभारी छु। यहाँहरूसँग जोडिन पाउनु मेरो लागि ठूलो सम्मानको विषय हो। अहिले सरकारले विभिन्न युनियन र संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ। हाम्रो देशको प्रणालीमा यो कतिको उपयुक्त अभ्यास हो, यस विषयमा तपाईको के धारणा छ? लोकतान्त्रिक प्रणालीमा सरकारले अध्यादेश मार्फत राजनीतिक संगठन र संस्थाहरूलाई प्रतिबन्ध लगाउनु अत्यन्तै नराम्रो अभ्यास हो। यसले नागरिक अधिकार र स्वतन्त्रतामा गम्भीर प्रश्न खडा गरेको छ। व के यो सरकारको कठिन बाटो हो का? सरकारले राजनीतिक संगठन र संघ संस्थाहरूलाई किन प्रतिबन्ध लगाउन चाहन्छ? के यो लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ? हामी यसको बारेमा थप जानकारी चाहन्छौँ। यो सरकारको बाटो कठिन र निरङ्कुश छ। सरकारले आफैलाई सुधार्नुपर्छ। सरकारले समाजमा राजनीतिक संगठन र लोकतान्त्रिक अभ्यासको बाटो कहिल्यै बन्द गर्नु हुँदैन। यसका लागि सचेत हुन जरुरी छ। यो राजनीतिक दल र संगठनहरूको बाटो र तरिका के हो? उनीहरूले अहिले सरकारलाई के भनिरहेका छन्? के उनीहरूको भूमिका देशको भविष्यका लागि साँच्चै नै परिवर्तनकारी र प्रभावकारी हुन सक्छ? राजनीतिक युनियन र संस्थाहरू चुपचाप बस्दैनन्। उनीहरूले आफ्ना आधिकारिक विज्ञप्तिहरू सार्वजनिक गर्छन् र सरकारको निरङ्कुश बाटोको विरुद्धमा आवाज उठाउँछन्। तपाईको महत्त्वपूर्ण उपस्थिति र भनाइको लागि धेरै धेरै धन्यवाद। आजको कार्यक्रममा तपाईले दिनुभएको समय र विचारहरू हाम्रा दर्शकहरूका लागि निकै अर्थपूर्ण र प्रेरणादायी रहेका छन्। त्यसैले यहाँ यो अवसरको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद। मलाई यहाँ उपस्थित हुन पाएकोमा एकदमै खुसी लागेको छ र म यसका लागि आभारी छु।